Hey guys, welcome तपाईँहरूलाई स्वागत छ फेरि पनि नयाँ भिडियोमा। आज चाहिँ हामी भेरिएबलको बारेमा पढ्छौँ, भेरिएबल र डेटा टाइपको बारेमा पढ्छौँ होइन। यहाँ चाहिँ तपाईँको छ भेरिएबल र हिजो हिजो योभन्दा अगाडिको भिडियोमा चाहिँ हामीले चाहिँ के पढाएको थियौँ भनेपछि त्यहाँ चाहिँ इन्स्टल गर्ने अनि त्यसपछि कसरी इन्स्टल गर्ने भन्ने कुरा होइन। आज चाहिँ हामी प्रिन्ट स्टेटमेन्ट अनि इनपुट स्टेटमेन्ट छ होइन। यसलाई चाहिँ हामी यसलाई चाहिँ हेरौँ है त। सो इनपुट आउटपुट स्टेटमेन्ट इनपुटको लागि चाहिँ हाम्रो आउटपुटको स्टेटमेन्ट भने चाहिँ वी युज प्रिन्ट स्टेटमेन्ट टु डिस्प्ले द आउटपुट अफ द डाटा द्याट वी वान्ट टु सो। हामीले चाहिँ जुन डाटाहरू चाहिँ देखाउनु छ होइन, बाहिर आउटपुटमा देखाउनु छ त्यो डाटालाई चाहिँ प्रिन्ट किवर्डको चाहिँ युज गरेर चाहिँ हामी डिस्प्ले गर्न सक्छौँ होइन। जस्तो इक्जाम्पलको लागि हामी चाहिँ जान्छौँ यसमा म चाहिँ यसमा डे 2 मा चाहिँ गएँ एन्ड देन त्यसपछि मैले चाहिँ योभन्दा अगाडि बनाएको थिएँ भिडियो, त्योमा चाहिँ के भइदियो सिएमडी भनेर चाहिँ थाहा छ कमान्ड। अनि त्यसपछि यसमा सिओडी कोड भनेको चाहिँ हामी डिफल्ट कोड एडिटरमा जान्छौँ। मेरो डिफल्ट कोड एडिटर भनेर चाहिँ यो हो होइन। जस्तो मैले चाहिँ यसमा चाहिँ लेखेको छु होइन। सो आइओ भन्ने चाहिँ लेखेको छु इनपुट आउटमा। म यसलाई यसको नेम फट से डिलिट गरिदिन्छु होइन। म चाहिँ एउटा फाइल बनाउँछु। फाइल बनाएर चाहिँ यसमा म लेख्छु कि आउटपुट डट पिवाई। पिवाई भनेर तपाईँलाई थाहा छ यो एक्सटेन्सन हो होइन, पाइथनको एक्सटेन्सन। सो यसमा चाहिँ म आउटपुट पी प्रिन्ट गर्छु अनि पछि प्यारेन्थेसिस दिएर चाहिँ ओके। मैले चाहिँ यो लेखेँ हेलो माई नेम इज प्रकाश बहादुर बम भनेर चाहिँ लेखेँ होइन। अब यसलाई चाहिँ हामीले यहाँदेखि चाहिँ ओ गर्छौँ भनेपछि यहाँ चाहिँ मेरो चाहिँ के आयो त अहिलेको लागि यहाँ चाहिँ मेरो हेलो माई नेम इज प्रकाश बम आयो होइन। अब मैले चाहिँ के गर्नु पर्यो, इनपुट दिनु पर्यो भनेपछि अब हेरौँ है त। अब एक एक यो चाहिँ भइसक्यो। अब इनपुटको पालो सकियो। अब आउटपुट छ त इनपुट इनपुट डट पिवाई भनेर चाहिँ लेख्छौँ होइन। अब इनपुट किवर्डको चाहिँ प्रयोग गर्छौँ। भ्यान्चो यो ऊ छ नि, यो के भन्छ यार, गर्मी पनि एकदम लास भइराखेको छ क्या म। यस्तो गर्मी छ कि छोडिदिनुहोस् यार। इनपुट डट पिवाई भने चाहिँ अब इनपुट हामी चाहिँ इनपुट लेख्छौँ। यसमा चाहिँ हामी नेम भनेर चाहिँ एउटा भेरिएबल बनाउँछौँ एन्ड देन त्यसपछि चाहिँ म यो भित्र चाहिँ डबल इन्भर्टेड कमा भित्र चाहिँ म के गर्छु त अहिले हौ यो भेरिएबलको बारेमा त पछि पढाउँला नि त, अहिले अहिले किन पढ्नु पर्यो र। अहिले म चाहिँ यहाँनिर नेम भनेर चाहिँ लेख्छु एन्ड देन त्यसपछि आइएन इनपुट भनेर चाहिँ लेख्छु एन्ड देन त्यसपछि डियर इन्टर युआर वाइओ इनपुट इन्टर नेम भनेर चाहिँ लेखेँ होइन। यहाँ चाहिँ के भयो त इनपुट युर नेम भनेर चाहिँ आयो। म चाहिँ टर्मिनल खोलिसकेपछि यहाँ चाहिँ मैले चाहिँ के गर्नु पर्यो भनेपछि टर्मिनल खोलिसकेपछि म चाहिँ यसमा चाहिँ के गर्छु भनेपछि एकैछिन है, एकैछिन मैले चाहिँ एउटा नेम भन्ने भेरिएबलमा चाहिँ इनपुट इन्टर योर नेम भनेर चाहिँ दिएको छु। अब यसलाई चाहिँ एकचोटि रन गराउँछौँ है त। रन गराउनुको लागि पिवाइटिएचओएन पाइथन लेख्ने अनि जो फाइलको नेम हो आइएनपियुटी इनपुट फाइलको नेम हो एन्ड देन त्यसपछि म चाहिँ डट पिवाई भनेर चाहिँ लेख्छु। यहाँ चाहिँ इन्टर युर नेम भनेर चाहिँ पिआरएकेएसएस प्रकाश भनेर चाहिँ लेखेँ होइन। यहाँ चाहिँ केही पनि आएको छैन किनभनेपछि हामीले प्रिन्ट गरेका छैनौँ। यहाँ चाहिँ आउटपुटमा देखाउनु पर्यो
आउटपुटमा देखाउनु पर्यो पिआरआइएनटी प्रिन्ट। अब प्रिन्ट कसलाई प्रिन्ट गराउने त? हामीले चाहिँ एउटा यो नेम भन्ने भेरिएबलमा दिएका छौँ, इनपुट युर नेम भनेका छौँ होइन। अब यसलाई चाहिँ नेम हामी चाहिँ कसलाई प्रिन्ट गराउने त? यो यहाँको हाम्रो भेरिएबल नेम भन्ने भेरिएबल चाहिँ यहाँनिर चाहिँ नेम भन्छौँ होइन। यहाँनिर हामी नेम भनेर लेख्छौँ। अनि नेम लेखिसकेपछि अब फेरि रन गराउँछौँ त हुन्छ कि नै? हुन्छ पी प्रकाश। ओके, यहाँनिर चाहिँ के आयो? प्रकाश आयो। अब यसमा चाहिँ हामी थप्न सक्छौँ होइन। हेलो जस्तो म यहाँनिर चाहिँ थप्छु होइन। यहाँनिर चाहिँ थप्छु होइन। यहाँ चाहिँ प्लस लेख्नुपर्छ। यहाँ चाहिँ एलएलओ हेलो नेम भनेर चाहिँ लेखेँ। अब यसमा चाहिँ म एकछिन यसलाई रन गराउँछु होइन। पिआरकेएसएस प्रकाश। ओके, हेलो प्रकाश भनेको छ होइन यिनीहरू चाहिँ। ओके, हेलो प्रकाश भनेको छ। यो चाहिँ पिआरकेएसएस प्रकाश भनेर लेख्छु। यो चाहिँ भएन, किन भएन? नराम्रो छोडिदियो। अनि त्यहाँदेखि त्यसपछि चाहिँ अब त्यसपछि हामी भेरिएबल र डेटा टाइपको कुरा गर्छौँ होइन। भेरिएबल र डेटा टाइपमा जानुभन्दा पहिला अब तिमीहरूलाई म एउटा कुरा देखाउँछु, एउटा कुरा देखाउन चाहन्छु। यहाँमा चाहिँ नेट चलिरहेको छैन होइन। नेट चलिरहेको छैन भनेपछि हामी चाहिँ भेरिएबलको कुरा गर्नु पर्यो। भनेपछि भेरिएबल लाइक कन्टेनर क्या, एउटा कन्टेनर हो जहाँ चाहिँ के हुन्छ जहाँ चाहिँ भेरिएबलले चाहिँ त्यहाँ स्टोर गरिराखेको हुन्छ। जस्तो मसँग एउटा चिनीको डब्बा छ होइन। त्यो चिनीको डब्बामा चिनी चिनी मात्र हाल्नुपर्ने हुन्छ भन्ने छैन नि त। त्यहाँ म अरू पनि हाल्न सक्छु होइन। नुन पनि हाल्न सक्छु होइन। त्यो भनेर चाहिँ एउटा डब्बा छ, त्यो डब्बा भनेर चाहिँ के हो त? एउटा भेरिएबल टाइपकै हो। हामी जस्तो अहिले चाहिँ नेम भन्ने एउटा भेरिएबल बनाएका छौँ। जस्तो म यसमा चाहिँ लेख्छु एउटा भेरिएबल लेख्छौँ एन्ड देन pyवाई पाई लेख्छौँ अनि यसमा चाहिँ के गर्छौँ भनेपछि जस्तो म एउटा भेरिएबल बनाउँछु, ए भन्ने भेरिएबल बनाएँ, ए इज इक्वल्स टु 1। ओके, ए इज इक्वल्स टु 1 अनि बी इज इक्वल्स टु 2। ओके, अब यहाँ चाहिँ भेरिएबल भन्ने कुरा चाहिँ को हो भन्ने कुरा छ क्या। भेरिएबल भनेर चाहिँ यो हो, जो ए लेखेका छौँ त्यो चाहिँ के हो त? हाम्रो भेरिएबल हो। भेरिएबलमा चाहिँ के स्टोर भयो त? त्यो भेल्युहरू स्टोर भयो होइन। भेरिएबल इज अ कन्टेनर, इट स्टोर डाटाहरूलाई चाहिँ स्टोर गर्ने काम गर्छ। जस्तो मैले चाहिँ यसमा चाहिँ राइएनटी प्रिन्ट भनेर चाहिँ लेख्छु, यसमा चाहिँ ए भनेर चाहिँ लेखिदिन्छु। भनेपछि यसलाई चाहिँ हामी रन गर्छौँ। रन गऱ्यो भनेपछि सिएलएस सिएलएसको मतलब चाहिँ हामी भन्न सक्छौँ क्लियर स्क्रिन होइन। अब जस्तो मैले चाहिँ यसमा चाहिँ भेरिएबल डट पिवाई भनेर चाहिँ लेखेँ मैले चाहिँ यहाँनिर चाहिँ 1 भयो होइन। जस्तो मैले चाहिँ यसमा चाहिँ 2मा चाहिँ मैले 2को सट्टामा चाहिँ यसमा चाहिँ पिआरएकेएसएस प्रकाश लेख्छु। यसले चाहिँ के गर्छ? यो स्ट्रिङ टाइपको डेटा भयो होइन। स्ट्रिङ टाइपको डेटा भयो। जस्तो मैले चाहिँ बीलाई पनि प्रिन्ट गरिदिन्छु यहाँनिर आएर। प्रिन्ट गरिदिन्छु यहाँनिर बीलाई पनि प्रिन्ट गरिदिन्छु। जस्तो मैले चाहिँ त्यो गरिसकेँ भनेपछि यहाँ के आयो? 1 र ई आयो होइन। सो जस्तो अब त्यहाँ चाहिँ डेटा टाइप भन्ने चाहिँ के हो भनेपछि अब कुन प्रकारको डाटा हो त भन्ने कुरा बुझिन्छ क्या। त्यो भित्र राखिएको डब्बामा जस्तो मैले चाहिँ एउटा भाँडामा जस्तो एको ठाउँमा चाहिँ ल एउटा बोतल हो मानिलिउँ। यो बोतलमा चाहिँ के राखेको छु? कुन प्रकारको डाटाहरू चाहिँ राखेको छु त मैले? कुन प्रकारको चिनी राखेको छु कि नुन राखेको छु होइन? त्यसको टाइपहरू हेर्नु पर्यो भनेपछि यहाँनिर चाहिँ हामी के गर्छौँ? ओके, यसमा चाहिँ म लेख्छु डिवाई पी टाइप इक्वल्स टु ए, टाइप इक्वल्स टु ए अनि टाइप इक्वल्स टु बी, टाइप इक्वल्स टु टाइप बी होइन।
ओके। अब यिनीहरूलाई चाहिँ म प्रिन्ट गराउँछु त अब के देखाउँछु तपाईँलाई। अब त्यसमा चाहिँ नम्बर भ्यालु नदेखिने हो, योमा चाहिँ छ इन्टिजर भन्ने भ्यालु हो क्या। जस्तो यसमा चाहिँ के हो त, यो इन्टिजर डेटा टाइप हो होइन। यो चाहिँ के हो त, स्ट्रिङ एसटिआर डेटा टाइप हो। अब जस्तो मैले चाहिँ यहाँ यसको तल चाहिँ मैले चाहिँ सी को नम्बरमा चाहिँ मैले के राखिदिएँ भनेपछि टी टिआरयुई ट्रु राखिदिएँ होइन। ट्रुको स्पेलिङ यस्तै त हुन्छ। ट्रु राखेँ होइन। मैले चाहिँ यसमा भनिदिएँ कि यसको भ्यालुको टाइप चाहिँ के हो भनेर राखिदिएँ होइन। यसमा चाहिँ के राखेँ भनेपछि यसमा चाहिँ मैले यो राखिदिएँ भनेपछि यसमा चाहिँ के हुन्छ त, अब हेरौँ है त। हो, यहाँ चाहिँ इन्टिजर भन्ने फर्स्टवाला चाहिँ ए को भ्यालु चाहिँ इन्टिजर हो। बी भनेर चाहिँ के हो त, हाम्रो स्ट्रिङ डेटा टाइप हो। अनि हाम्रो एउटा यो ट्रु भन्ने छ, यो ट्रुलाई चाहिँ बुलेन हो होइन। एउटा अरू म अरू राखिदिन्छु। यसमा चाहिँ डी नम्बरमा यसमा चाहिँ म फ्लोट डाटा टाइप राख्छु। जस्तो 1.2 1.4। अब मैले चाहिँ यसमा चाहिँ के गरिदिएँ, मैले चाहिँ यसमा डी भन्ने भेरिएबलमा चाहिँ कुन डेटा टाइप छ भन्ने कुरा आउँछ। भेरिएबललाई चाहिँ राखेँ मैले चाहिँ इन्टिजर, स्ट्रिङ एन्ड बुलियन अनि फ्लोट भन्ने हुन्छ। हाम्रो चाहिँ यति प्रकारको डेटा टाइपहरू हुन्छ। डेटा टाइप भनेर चाहिँ कुन प्रकारको डेटा हामी चाहिँ स्टोर गरिराखेका छौँ। अनि भेरिएबल भनेर चाहिँ त्यहाँ स्टोर गर्ने ठाउँ होइन। कुन प्रकारको डेटालाई कहाँ कुन डब्बामा चाहिँ कुन प्रकारको चाहिँ सम्मान राखेको छु भन्ने कुरा चाहिँ हाम्रो यो हो होइन। सो यो भिडियो चाहिँ तपाईँलाई कस्तो लाग्यो? यो भिडियो मन पर्यो भने चाहिँ लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला। थ्याङ्क यू गाइज। अब योभन्दा पछाडि हामी के छ हामी हेर्छौँ होइन। ल।